प्रिमियम मूल्यमा 8वटा म्यानुफ्याक्चरिङ कम्पनीको आइपिओ आउँदैछ र यो प्रिमियममा भनेको चाहिँ कस्तो आइपिओ त भन्दाखेरि सिम्पल वर्डमा भन्नुपर्दा कुनै पनि कम्पनीले 100 रुपैयाँ भन्दा माथिको मूल्यमा सेयर चाहिँ सर्वसाधारणलाई बेच्छ भने त्यो नै प्रिमियम आइपिओ हो। अब नर्मल आइपिओहरूमा चाहिँ हामीले प्रतियोगिता 100 रुपैयाँमा आइपिओ किन्न पाउने भयौँ, तर प्रिमियममा चाहिँ हामीले 100 भन्दा माथिको मूल्यमा आइपिओ मा आवेदन दिनुपर्ने हुन्छ र यो 8वटा कम्पनीले चाहिँ नेपाल धितोपत्र बोर्ड 7मा चाहिँ आइपिओ निष्कासनको लागि अनुमति माग्दै आवेदन दिएका छन्। पहिलोमा रहेको छ जगदम्बा स्टिल, जसले चाहिँ 330 रुपैयाँमा आइपिओ निष्कासन गर्नेछ। दोस्रोमा रहेको छ हुलास इन्फ्रा, जसले 333मा आइपिओ निष्कासन गर्नेछ। त्यस्तै गरेर तेस्रोमा रहेको छ सौर्य सिमेन्ट, जसले 333मा आइपिओ निष्कासन गर्नेछ। त्यस्तै गरेर चौथोमा रहेको छ मारुति सिमेन्ट, जसले 426 रुपैयाँमा आइपिओ निष्कासन गर्नेछ। त्यस्तै गरेर पाँचौँमा रहेको छ रिद्धि सिद्धि सिमेन्ट, जसले 246मा आइपिओ निष्कासन गर्नेछ। छैटौँमा रहेको छ अम्बे स्टिल्स, जसले 303मा आइपिओ निष्कासन गर्नेछ। त्यस्तै गरेर सातौँमा रहेको छ हुलास आइरन इन्डस्ट्रिज, जसले 255मा आइपिओ निष्कासन गर्नेछ भने 8औँमा रहेको छ भगवती स्टिल इन्डस्ट्रिज, जसले 233 रुपैयाँमा आइपिओ निष्कासन गर्नेछ। अब यी कम्पनीहरूलाई चाहिँ नेपाल धितोपत्र बोर्ड 7ले आइपिओ निष्कासनको अनुमति दिएपछि चाहिँ हामीले यो आइपिओ भर्न पाउँछौँ। र तपाईँहरूलाई केही क्वेसनहरू छ भने चाहिँ प्लिज कमेन्ट गर्न नबिर्सिनुहोला।